हेलो गाइज नमस्ते वेलकम छ मेरो च्यानलमा सबैजनालाई खुल्दैन है त भन्छ न ढोका खुलिरहेको छैन अरे म चाहिँ यहाँ नानीहरुकोमा आएको छु आज अघि आएको म बिहान खाना खाएर ये क्या है हेलो हेलो गर्थ्यो भनेको त हाय ए भगवान के हुँदैछ आज म चाहिँ अघि नानीहरुकोमा आएको खाना खाएर अनि अब खाजा खाने बेला भयो यसो हामी मोमो बनाउने भनेर म डुल्न हैन लिन जाँदैछु म त्यहाँ पर मोमो पसल क्या बोला तूने पर मोमो पसल ए मोमो पसल अरे के बोले भाइ मोमो पसल हैन बन्दा किन्न जाँदैछु सब्जी पसल के बोल्छु के भन्दैछु गाइस यस्तो छ है मेरो गेटअप आज कस्तो देखिरहेको छु म कमेन्ट गर्ने होला सबैजनाले जसले भ्लग हेर्नुहुन्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु माहिलो बन्दा देखाइदियो बन्दा हामीले ल्याएको बन्दा खोइ 1 केजीको छ है बात तो सही है छ है बिचारा मान्छे नै मान्छे भन्दा ठुलो बन्दा भयो बिचारा भाइलाई यहाँ भारी बोझ यही नहीं अभी और सुनिए यहाँ भारी बोझ बिचाराले म बन्दाले झन्डै लडायो झूठ बोल रहा क्यामेरामा हेर्दै थिएँ पुरै तर देखिन मेरो क्यामेराले डिस्टर्ब गरेछ हैन हम करे तो करे क्या बोले तो बोले क्या अब अन्तिम क्षण मोमो खानेमा हजुर बनाउनेमा क्या खानेमा खाना बसेको हामी यहाँ मोमो हुँदैछ उता मोमो पाक्दैछ यहाँ मोमो पाकिसकेको छ अचार पनि आधी पुरा भइसक्यो मिक्सिया पिस्न मात्रै बाँकी छ पुरा सिरियस भएर भन्यो एउटा यो दिदीले बनाउनु भएको मोमोको सेप त बवाल छ गोजिया गोजिया यही हालिदिँदा हुन्छ गोलो सेप हेर्नु हो म छुदैछु नि स्न्याप खिच्ने 55 66 50 को केही नलाइनले तर 40 को केही लाइन नले 50 लाइछ 2 4 26 26 सिंगल नम्बर 8 मेरो कर्नर भयो 8 19 77 89 ल टिप्दै गरे ल सिंगल नम्बर 9 हामी इभिनिङ वाक गर्दैछु इभिनिङ हैन नाइटै भइसक्यो नाइटै भयो 7 बजे म चाहिँ आज छोरीहरुकोमै बस्ने भए त्यही भन्नु रमाइलो गर्ने अब आज हामी अब तपाईहरु देखिदिनु सबको सबै खेल्दाखेरि त साला ये दुख का खत्म नहीं होता बे घेरी त हाउसी खेल्दै यहाँ पैसा सकिसक्यो केही छैन त भरे पनि खेल्नु भरे पनि खेल्नुपर्छ सक्यो भने के भयो हामी चाहिँ छैन बसेको पैसा छ त त्यसको पैसा त नि हैन त्यसको के त खेल्नको लागि त हो रे त्यस हामी यहाँ कहाँ आइपुगिसक्यौँ थाहै छैन दुर्गा चोकदेखि हिँडेको हामी दुर्गा चोकदेखि हिँड्दै तिम्रो स्कुल नाम के भयो अरे पोखरिया स्कुलदेखि हुँदै यता फेरि घुमेर जाँदैछौँ दुर्गा चोक नै अनि त्यहाँबाट अगाडि अगाडि हिँडिरहेको छु हामी चाहिँ अगाडि छौँ त्यो पर देखिन्छ पनि कि देखिँदैन पनि ऊ त्यहाँबाट आउनु हुँदैछ हामी कति छिटो हिँड्ने रहेछौँ भनेपछि हामी 2 ब्युटिजहरू अगाडि कि हामी चाहिँ पछाडि जानु भनेर अगाडि हामी त दाजु मात्रै देखेको होला
मेरो जन्त पनि देखेको छैन किनकि अँध्यारो मुख देखेको छैन त्यस्तो छ गाइज अब भोलि भेटौँ ल अब घरमा गएर सुतिन्छ मोमो टन्न खाइएको छ अघि नै सक्यो दास्ता सक्यो राम के हो मामा अब मैले पुरानो ढालेँ कि म खान्छु होला है The next day. ल गाइज हामी निक्लिँदैछौँ अब बाई गाना बन्द गरौँ गाना बन्द गऱ्यो हामी चाहिँ गाइज हामी पुरै हिरोइन भएर यहाँ आमा छोरी रक्स हामी अब यहाँ हिरोइन भएर अब जान आँटेको कहाँ भन्दाखेरि गोपाल फन पार्क हामी गोपाल फन पार्क जान आँटेको खुल्ला नै होला भन्ने आशा छ खुल्ला छैन भने हामी बजार जान्छौँ त्यस्तो छ गाइज देखाउँछु मेरो ड्रेस चेक हाने एउटा फोटो खिचौँ न यहाँ गाइज हामी सिटीमा चौरिरहेको छौँ चन्द्रमुखी भइसक्यो हाम्रो उडेको छैन त राम्रो उडेको छैन ल हाम्रो स्कुलको बाटो जाने गाइज पुरानो स्कुल पनि स्कुलै भन्यो नि स्कुल त के भन्यो 7 सम्म पढेकै हो पढेकै हो म 10 क्लाससम्म नै हो म पनि नर्सरी टु 10 14 इयर्स झेलेको स्कुलले झेलेको मान्छे छ्या ल गाइज हामी छिरिसक्यौँ हिरोइनहरू यहाँ वा हामी गोपाल फोन पारेको छौँ पुरै मेरो देखिरहेछ म कि यहाँ हेर त क्यामेरामा देखिरहेछु नि वा कति वर्षपछि आएको म 10 क्लास हुँदा आएको थिएँ त्यसपछि आएको थिइनँ भनेपछि कति वर्ष हो 5 वर्ष भएछ गाइज गाइज म चाहिँ मतलब जाम खेल्नु चिप्लटी खेल्नु म पहिले अरे धन्न शान्ति रहेछ नि म त भिड रहन्छ त्यस्तो मजा आइहाल्यो मजा आउँदैछ मलाई त चिप्लटी खेल्ने म चिप्लटी खेल्ने जस्तो नि ए हो त मेरो भिडियो बनाउनु त म खेल आधी मात्रै अट्ने रहेछ ल गाउँ न खेल्नु न यसो खेल्ने हो क्या दिन रहेछ कि आगे त घिच्नु हान्ने अड्कियो पुरै मजा बसिहाल्छु नि अड्स्यो त्यो म ब्याग बोकिदिन्छु नि त त्यहाँ मजा आउँछ म एकचोटि सानो हुँदा त्यसैमा आएर खेलेको थिएँ कति सुनसान छ सुनसान म पनि त्यहाँ बस्छु थाम्छ थाम्दैन होला थाम्दैन भाँचेको रहेछ अलिकति म पनि खेल्छु एकचोटि फोटो खिचिदिन्छु उसको गाइज मजा आउँदैछ मजा आउँदैछ मजा ओइ लड्यो भने त गयो त
यो पिङ मलाई याद छ यस्तो गले 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 घुमेको म खेलेको हाय यता हेर यता भयो नजाने म त टिङटिङले ट्याङ बग्दैछ गाइस हामी यस्तै हो यहाँ घुम्दैछौँ हाम्रो पहिलेको ड्रिम गार्डनको प्लान फेल भयो भने यहाँ चाहिँ सक्सेस भयो सक्सेस गाइस 100 रुपियाँ छ है टिकट 100 रुपियाँ फोटो खिच्ने ठाउँ चाहिँ रहेछ बरु धेरै फोटो खिच्नु बसौँ के काम छ र अरू ऊ त पुतली उसमा पनि पुतली अरे पखेटा पुतली भन्ने आएछ ऊ त्यहाँ घाम चाहिँ खिच्नु गाइस केही नदेखि पनि घामले टले पनि फन घुम्दैछौँ फोटो खिच्दै त्यस्तो छ यहाँ अवस्था उता बन्द रहेछ नि अचेल उता जानुलाई पहिले उठ्यो उता त जाने ठाउँ थियो पहिले डेटिङ स्पोट अहिले बन्द भएछ त्यस्तै छ खिच्दिनु यहाँ हेर्नु हाम्रो गर्मीले पाकिसक्यो बस्दैछौँ यहाँ शीतकालमा त्यस्तै छ बोट चलाउनु हुँदैछ एकजनाले घामले कसरी चलाउने होला यार गर्मीले मरिन्छ शीतल भएको भए पनि एउटा कुरा हामी टिकटक बनाउँदैछौँ मजा आउँदैछ मलाई बन्दुकमा बस्यो त ल ह्यान्ड्स अप गन चाहिँ उता छ मैले हाल्नु तिमी टिकटक बनाउँदै गर नि त्यसैमा के थर्ड ड्राफ्टमा त्यही हामी आस्थाको बनाइदिन्छौँ हुँदैन टिक्दैन ऊ हुँदैन होला मेरोमा हाम्रो अर्थ गोल गोल रहने कितना कितना पानी ये सब क्या देखना पड़ रहा है अर्थमा यस्तामा मान्छे पनि हुन्छन् त्यतिखेर पनि टिकटक मात्रै बनाइराख्ने कहाँ जानु ऊ हेर्नु टिकटक बनाउने कहिले टिकटक बनाउने यति वाक्कै भइसक्यो त यति साह्रो डिप्टी हुनु पर्दैन के जस्तो चाहिँ ऊ हेर्नु न फेरि ल घुमी ल ब्याग जरा ऊ हेरि अब कस्तो आयो भने भयो कृपया 4 मा हाल्नु होला यसलाई पनि हालिदिउँ कि क्या हो फेरि त्यहाँलाई बोलाएर यहाँ आस्थालाई चाहिँ हालिदिनु पर्यो डस्टबिनमा त्यो 4 को दुर्गन्धित हुन्छ नि त फेरि ल गाइस यहाँ छोरीको टिकटक बनाइदिँदै गले म त क्यामेराम्यान भयो घर थगेर गले त्यहाँ बसिरहेर गले यो राम्रै त राम्रै भएको थियो सुरुको नि सानोले राम्रो भएको थियो गले भयो ल गाइस अब हामी यहाँबाट बिदाई हुँदैछौँ बाई बाई अब हामी सेन्ट्रल मल जान्छौँ होला त्यही बाई गाइस यहाँबाट चाहिँ बाई बाई एकछिनमा भेटौँ बाई A few moments later. ल गाइस हामी सेन्ट्रल मल आइसकेको छौँ कस्तो खालको देखेको यसरी म पछाडि देखाउँछु Sweet Janata Cosmetics Black Horse wow 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 is there wow हाम्रो भाइ गाडीमा खेल्दैछ टिटी टिटी भाइ टिटी टिटी गर्दैछ वाह हाम्रो भाइ मोमो क्रिएसन के हो यो
पेन्टिङ कलर पेन्टिङ ए जान 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 वाउ गाइस मेरो छोरीहरु चाहिँ खानेकुरामै जाने अरे सुरुमै औ ब्युटिफुलहरु हुनुहुन्छ यहाँ बाटोमा हिँड्दै ओ डेभिल जेभिल 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 लु एउटा ल्याउन त टेस्ट गरौँ न त एउटा ल्याउन त टेस्ट गरौँ ए ल्याउ ल्याउ एउटा ल्याउ एउटा ल्याउ लगाइद हामीले टेस्ट गरौँ कस्तो छ यसको मिठो लाग्यो डेभिल मिठो लाग्यो गाइस त गाइस यहाँ सामान यत्रो झोलो किनेर झोलो किनेर फर्किँदैछु यहाँ फर्किँदैछु भने माथि जाँदैछु म वाट के हो यो यहाँ जाने हो र मेरो भ्यानिला आइसक्रिम आइसक्यो यहाँ हाम्रो छोरीको आइसक्यो यहाँ अर्को छोरीको आउन बाँकी छ क्यापुचिनो भन्दैछु नि पुरा मैले यहाँ भ्यानिला आइसक्रिम खाएको छु हामी पुरै म सेन्ट्रल मलको टावरमा छौँ हामीले दामी दामी फोटो खिच्यौँ कस्तो खतरा आएको छ फोटोहरूकोमा देखाउँछु अहिले हाम्रो सपिङ भइसक्यो खाना पनि भइसक्यो आइसक्रिम आकृति आकृति के गरे बाई अब बाई बाई केही भन्नु छ अरू राम्रो भयो माइन्ड बेस्ट अनि हजुरको हप्तामा आएको भिडियो एकदम बेस्ट लाग्यो एकदम बेस्ट एकदम डाइरेक्ट भरे इन्स्टाग्राममा ट्याग गरेर मलाई इन्स्टामा हाल्छु तिमी केही भन्न चाहन्छौ राम्रो छ एकदमै राम्रो भिडियो हो धेरै टाइम कन्ज्युमिङ भिडियो थियो टाइम कन्ज्युमिङ एकदमै प्रिपेयर गरेर खाना डरी डरी बनाइदिएको म डाइरेक्टर भएर त्यसको लागि एकदमै थ्याङ्क यू कृति मामु मैले नबनाइदिनु यति राम्रो धन्यवाद छोरी एउटा छोरीको भिडियो बनाइदिँदै अर्को रिसाएर मन फुलेर बसेको थिएँ छैन मलाई यस्तोमा केही छैन इन्ट्रेस्ट टाइम कन्ज्युमिङ धेरै हो नि त ठिकै छ ल बाई बाई सबैजनालाई आजको लागि यति सकियो ल प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला लाइक पनि गरिदिनु होला कमेन्ट पनि यसो हानिदिनु होला अनि त्यो साइडमा रहेको सब्सक्राइब पनि गरिदिनु अनि साइडमा रहेको सब्सक्राइबको बटन पनि दबाइदिनु होला टिङ टिङ बाई बाई बाई